मेरो बाइकले चाहिँ केही धोका सोका केही 0% छ हैन एकदम स्मुथली कुदिरहेछ एकदम बवाल भइरहेछ एकदम राम्रो गरि आइरहेछ अनि तर केटाहरुको त्यहाँ अर्को एक्सेप्टले चाहिँ अर्को साथीको एक्सेप्टले चाहिँ धोका दिएछ का सो फाइनली हामी चाहिँ कन्याममा आइसकेको छौँ है तपाईहरुले देख्न सक्नुहुन्छ कन्यामा एकदम सुनसान छ यो स्कुलै हुने रहेछ है सो अल द वे गुड मर्निङ फ्रम सुरन्तु है सबै बोटहरु छानी कुनमा बसौँ साथी कुन रानीमा बसौँ कि यो यसमा बसौँ कि कुनमा हौ रानीमा बसौँ सो तपाईहरु यहाँ देख्न सक्नुहुन्छ ट्याक्कसँग लाएर भनेको अहिले चाहिँ हामी अब लगभग तपाईहरु यहाँ देख्न सक्नुहुन्छ 6:30 बजिसकेको छ हैन अब चाहिँ हामी यहाँबाट चाहिँ अन्तु लाग्न आडेको छौँ है अनि अब त्यही हो साथीको चाहिँ खास गरी हामी त्यहाँ लागिसक्यौँ तर यहाँ टायर फेर्दैछ क्या साथीले नयाँ अपोलो अल्फा H1 हालेर अब यहाँ अर्को पनि यहाँ अगाडिको नि अपोलो डबल अपोलो आएको सेट हालिदिँदैछ हैन अनि त्यही भएर टायर हाल्दा चाहिँ हल्का समय लाएर पर्खिरहेको छौँ अर्को एउटा साथी आउँदैछ अनि साथी कस्तो लागिरहेछ निकल साथी एवान हो ओ साथी कस्तो लागिरहेछ नाइट राइड ओपिन द च्याट हुन आँटेको छ है त सो है त खोला गएको मान्छे अब अन्त उसले यहाँ अर्को यहाँ साथी आइसकेको छ साथी अब कस्तो हुँदैछ त अन्त्यको राइड हान्नु होइन त अन्त्यको राइड हान्नु होइन हाम्रो चाहिँ जानुको लागि अब यहाँनिर राति इमर्जेन्सीमा बाई चान्स चेकिङ परिहाल्यो भनेर होइन यहाँ नम्बर प्लेट प्रिन्ट हुँदैछ अगाडिको है हाम्रो बाइकहरू चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ उपर अगाडि छ सो अब हामी यहाँबाट यसो स्टिकर निकालेर एउटा लाग्छौँ केटा कस्तो हुँदैछ त जाने होइन त एउटा साथी हेलमेट लिनुको लागि गइसक्यो है अनि अब हामी चाहिँ यहाँ छौँ सो अब त्यही हो है त ल अब हाम्रो बाइकहरू चाहिँ ट्याक्कसँग लाएर बाहिर टल्किरहेछ त्यही हो है त ल सो अब यहाँनिर स्टिकर टाल्ने कार्यक्रम हुँदैछ यहाँ टालिवरी जानुपर्ने हुन्छ है नाइट राइड ओपी हिँड्दा च्याट उता नि हुँदैछ सो फाइनली हाम्रो त्यहाँ पेट्रोल हाल्नुको लागि पेट्रोल पम्प आइसकेको थियौँ है सो सबैजना यहाँनिर केटाहरू ट्याक्कसँग लाएर पेट्रोल हालिदिउँ भनेको अब लाइनै गयो क्या फेरि यहाँनिर अब जेनेरेटर पनि बिग्रेको छ अरे अब पेट्रोल पनि छैन अब तनाव बनायो त गाह्रो पऱ्यो त यहाँनिर है त अब खै गिद्दी भयो अब यहाँ के गरौँ हामी चाहिँ अर्को पेट्रोल पम्पमा आएर पेट्रोल हालिसकेको छौँ होइन तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ ट्याक्कसँग लाएर यहाँ पेट्रोल गइरहेछ अनि यही हो अब जे होस् हेरिदिउँ है पेट्रोल नपाएर नि बिजो क्या अब के दिन आयो जेनेरेटर छैन अरे कता के छैन अरे है सब हामीले चाहिँ यहाँनिर हाल्दैछौँ हेरौँ यहाँ यसको कति जाँदो रहेछ यहाँनिर ओहो बाहिर निक्लेछ नि त सबै यहाँ त ए ठिक छ छैन यो फुलै हुने रहेछ है कस्तो भइरहेछ साथी एकदम ब्याल भयो साथी मेरो बाइकले चाहिँ केही धोका सोका केही 0% छ हैन एकदम स्मुथली कुदिरहेछ एकदम बवाल भइरहेछ एकदम राम्रो गरि आइरहेछ अनि तर केटाहरुको त्यहाँ अर्को एक्सेप्टले चाहिँ अर्को साथीको एक्सेप्टले चाहिँ धोका दिएछ का धोका दियो भने त्यहाँ नट के फुस्क्यो अरे त्यहाँनिर अनि अब हामी चाहिँ कन्याम लगभग पुग्न आँट्यौँ केटाहरु चाहिँ यहीँ तल छ क्या स्टेप तल अनि यहाँसम्म आइपुग्छ अरे त्यही भएर चाहिँ अब हामी चाहिँ एकछिन रेस्ट पनि हुन्छ भन्ने हिसाबले ओके सत्य फाइनल्ली होइन हामी चाहिँ अब यहाँनिर अहिले भनेको लगभग कन्याम पुग्यौँ एकछिन बाइकलाई रेस्ट दिएको पुरा रेटेर आयौँ होइन अनि 9:30 भइसकेछ तपाईँहरू देख्न सक्नुहुन्छ ट्याक्कसँग लाएर है बाइक चाहिँ टिटिक्क भएर यहाँनिर है त ल सो फाइनली हामी चाहिँ कन्याममा आइसकेको छौँ है तपाईँहरूले देख्न सक्नुहुन्छ कन्याम एकदम सुनसान छ साथीले पुरा यहाँनिर बाइकको यस्तो दामी यहाँनिर हानिरहेछ कि अगाडिको यहाँनिर है फोटो अनि केटाहरू चाहिँ अब यहाँनिर एक्जेस्टको चाहिँ आज त्यो अस्ति अरू बेला मेरो नटको समस्या आउँथ्यो आज यो साथीको पनि सेम त्यही खाले समस्या आइरहेछ क्या नटको होइन अहिले त टाइटै होला सो त्यही हो है त सो अल द वे गुड मर्निङ फ्रम सुरन्तु है तपाईँ देख्न सक्नुहुन्छ बिहानको भ्यू यस्तो बवाल छ होइन अनि अब हामी चाहिँ यहाँ चिया खाने भनेर यहाँ बसेको छौँ केटाहरू पुरा चिया हान्दैछ यहाँनिर ट्याक्कसँग लागेर है चिया दामी छ अनि ओभर छ है अनि अब हामी चाहिँ ट्याक्कसँग आज यहाँ बसेको थियौँ अनि हाम्रो बाइकहरू भनेको चाहिँ खतरा गरी तपाईँ यहाँ देख्न सक्नुहुन्छ उपर पार्किङ भइरहेछ उपर 1 फ्रेम 3 बेस्ट अरे क्या सो त्यही हो अब हामी चाहिँ यहाँबाट खाजा खाएर यो माथि अब घाम हेर्नु लाग्नुपर्ने हुन्छ यो चाहिँ घाम चाहिँ माथि आएको हेर्नु लाग्ने हो है सो त्यही हो है त ल फाइनल्ली हामी चाहिँ बोटिङ गर्नुको लागि लागिसकेको छौँ होइन तपाईँ यहाँ देख्न सक्नुहुन्छ अब हामी यहाँ बोटिङ हान्नुपर्ने हुन्छ ट्याक्कसँग लाएर अब बोटहरू छानी कुनमा बसौँ साथी कुन रानीमा बसौँ कि यो यसमा बसौँ कि कुनमा हौ ओके यसलाई यत्रो भिडियो भएको रहेछ यत्रो बोल्यो भिडियो भएको रहेछ यार सो फाइनल्ली हामी चाहिँ अन्ति डाँडा आइसकेको छौँ होइन तपाईँ यहाँ देख्न सक्नुहुन्छ आज चाहिँ तर एकदम गरी यहाँनिर के पो अरे आज चाहिँ अलिक हामी ढिलो आयौँ क्या घाम अहिले यस्तै माथि लागिसकेपछि मात्रै आयौँ है सो तपाईँ यहाँ देख्न सक्नुहुन्छ तर हामी चाहिँ अहिले मैले चाहिँ भ्लग गर्ने बिर्सेछु
पुगेर पनि अब चाहिँ फर्केर तपाईँलाई यसो यहाँको अहिलेको बाटोहरू त्यस्तो भएछ है भनेर अब अरू त केही छैन नयाँ नौलो त्यस्तै छ है जस यहाँबाट गेटहरू त्यस्तो भएछ अरूहरू भनेको यस्तो त्यस्तै छ सो है अनि अब हामी यहाँबाट राख्नुपर्ने हुन्छ जे होस् रमाइलो भइरहेछ है त ल